नेपालमा जीएम कप र पीएम कप दुईवटा ठूला राष्ट्रिय खालका भलिबल प्रतियोगिताहरू सञ्चालन हुन गइरहेको छ। यो प्रतियोगितामा कुन कुन ठूला टिमहरूले सहभागिता जनाउँदै हुनुहुन्छ, यो प्रतियोगिता कहिलेदेखि सुरु हुँदैछ र यो प्रतियोगिताहरूको लाइभ कुनमा हेर्न सकिन्छ, यो प्रतियोगिताहरू कहाँ भइरहेको छ, म तपाईहरुलाई यसको बारेमा पुरै जानकारी दिने प्रयास गर्नेछु। यदि तपाईहरु भलिबल लभर हुनुहुन्छ र यस च्यानलमा नयाँ आउनु भएको छ भने सबैजनाले मेरो च्यानललाई सब्स्क्राइब गर्न सक्नुहुन्छ। यो भिडियोलाई लाइक तथा शेयर पनि गरिदिनु होला। अब कति पनि ढिलो नगरिकन आजको भिडियो सुरु गरौँ। नेपालमा दोस्रो जीएम कप र 10औं पीएम कप भलिबल प्रतियोगिता आयोजना हुँदैछ। पहिले कुरा गरौँ दोस्रो जीएम कपको। दोस्रो जीएम कप यही फागुन 28 गतेदेखि चैत 3 गतेसम्म सञ्चालन हुनेछ। यो खेल भने नवलपुर जिल्लाको कावासिटीमा खेलिनेछ। यस प्रतियोगितामा नेपालका ठूला क्लब तथा प्रदेशहरूले सहभागिता जनाउने छन्, जसमा 3वटा विभागीय टिम र 6वटा प्रदेशले सहभागिता जनाउने छन्। 3वटा विभागीय मध्ये त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब हुनुहुन्छ भने प्रदेशतर्फ गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेश गरी कुल 6वटा प्रदेशले सहभागिता जनाउँदै हुनुहुन्छ। यो प्रतियोगिताको लाइभहरू तपाईहरुले युट्युबमा हेर्न सक्नुहुनेछ। तपाईहरु लाइभ हेर्नको लागि बोबिन गाहा युट्युब च्यानलबाट हेर्न सक्नुहुनेछ र अन्य च्यानलहरुबाट पनि आउनेछ। यस प्रतियोगितामा प्रथम पुरस्कार नगद रु 3 लाख रुपैयाँ रहेको छ भने द्वितीय पुरस्कार 1,50,000, तृतीय पुरस्कार 1 लाख रुपैयाँ र सान्तवनालाई नगद रु 50,000 रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्रहरू रहेको छ। यो प्रतियोगिता एकदमै बवाल हुने अनुमान गरिएको छ। म पनि यो प्रतियोगिता हेर्नको लागि एकदमै धेरै एक्साइटेड छु। तपाईहरु यो प्रतियोगिता सुन्दाखेरि कतिको खुसी हुनुहुन्छ, कतिको एक्साइटेड हुनुहुन्छ? यस प्रतियोगितामा कुन टिमले उपाधि जित्न सफल होला त? आफ्नो आफ्नो विचारहरू कमेन्ट गर्नु होला। त्यस्तै गरी 10th पीएम कप एनबीए मेन्स एन्ड वुमेन्स भलिबल लिग चैतको 19 गतेदेखि 28 गतेसम्म काठमाडौँको त्रिपुरेश्वर स्थित कबड हलमा सञ्चालन हुन गइरहेको छ। यो प्रतियोगिता पनि एकदमै धमाकेदार रूपमा सञ्चालन हुने आशा गरिएको छ। यस प्रतियोगितामा भने गण्डकी प्रदेश, मणिमुकुन्द भलिबल क्लब र सुदूरपश्चिम जस्ता चर्चित क्लबहरू सहभागिता जनाउने छैनन्। किन भन्दा अस्ति भर्खर मात्र सम्पन्न भएको 9औं एनबीए कप भलिबलबाट 12 टिम मध्ये 8वटा टिम सिलेक्ट भएको थियो। मणिमुकुन्द भलिबल क्लब जो लुम्बिनी प्रदेश हुनुहुन्छ उहाँहरू सिलेक्ट हुन सक्नु भएको थिएन। त्यस्तै गरी सुदूरपश्चिम र गण्डकी प्रदेशले त्यस प्रतियोगितामा सहभागिता नजनाउनु भएको कारणले गर्दाखेरि सुदूरपश्चिम र गण्डकी प्रदेशलाई भने 10औं पीएम कपमा देख्न पाइने छैन। गण्डकी र सुदूरपश्चिमका खेलाडीहरू अन्य कुनै प्रदेशबाट सहभागिता पनि जनाउन सक्नुहुनेछ। 10th पीएम कपमा महिलाहरूको 6वटा टिम पनि सहभागिता रहनेछन्। यस प्रतियोगिताको प्रथम पुरस्कार नगद रु 10 लाख रुपैयाँ रहेको छ। यो नेपाली भलिबल इतिहासको सबैभन्दा धेरै धनराशि भएको भलिबल प्रतियोगिता हो। अहिलेसम्म नेपालमा 10 लाख रुपैयाँ धनराशिको कुनै पनि भलिबल प्रतियोगिता सम्पन्न भएको थिएन। 10th पीएम कपमा भने कुनै एउटा टिमले 3 जना विदेशी खेलाडीहरू समावेश गर्न पाइने नियम रहेको छ। यस भलिबल प्रतियोगितामा पुरुषतर्फ 8वटा टिमको सहभागिता रहनेछ। विभागीय तर्फ नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब हुनेछन् भने अन्य क्लबहरूतर्फ टिपटप हेल्थ नेपाल स्पोर्ट्स क्लब, खिल्जी युवा क्लब, कोशी प्रदेश भलिबल संघ, रुकुम पश्चिम भलिबल संघ कर्णाली प्रदेश र बुढा नीलकण्ठ भलिबल क्लब गरी कुल 8वटा टिमले सहभागिता जनाउँदै हुनुहुन्छ। म यो प्रतियोगिता हेर्नको लागि विशेष गरी एकदमै धेरै एक्साइटेड छु। विदेशी खेलाडीहरू पनि आउने छन्। एनबीएमा विदेशी खेलाडीहरू नभएको भए अझै राम्रो हुन्थ्यो जस्तो फिल भएको थियो। नेपाली प्लेयरहरू नै खेल्दाखेरि एकदमै राम्रो हुन्छ। नेपालमा महिलाहरूको जस्तै भलिबल लिग एनबीएल को सुरु गर्दाखेरि विदेशी खेलाडीहरू त्यहाँ चाहिँ ल्याउँदाखेरि एकदमै राम्रो हुन्छ। छिटो भन्दा छिटो पुरुषतर्फको एनबीएल सुरु गर्नुपर्ने एकदमै धेरै जरुरी देखिन्छ र इन्टरनेसनल म्याचेसहरू पनि खेलाइदिएको भए हामी नेपाली भलिबल फ्यान्स र नेपाली भलिबल खेलाडीहरूलाई एकदमै राम्रो हुने थियो। यो कुरामा भने नेपाल भलिबल संघबाट ध्यानाकर्षण हुनु जरुरी छ। खास गरी गण्डकी प्रदेश यस प्रतियोगितामा सहभागिता नजनाउँदा गण्डकी प्रदेशको फ्यान्सहरू एकदमै धेरै निराश हुनुहुन्छ। यो भने एकदमै धेरै दुःखको कुरा हो। तर पनि केही छैन, अर्को एनबीए कपहरूमा गण्डकी प्रदेशलाई देख्न पाइयोस्। यो पीएम कपको लाइभ पैसा तिरेर कुनै एपबाट हेर्ने वा युट्युबमा निशुल्क हेर्न पाइन्छ भन्ने कुरा अहिलेसम्म फिक्स हुन सकेको छैन। म तपाईहरुलाई फिक्स भएपछि जानकारी गराउने छु। तपाईहरु कतिजना यो प्रतियोगिता हेर्नको लागि एक्साइटेड हुनुहुन्छ त? कमेन्ट गर्नु होला। यदि तपाईहरुलाई आजको यो भिडियो इन्फर्मेटिभ लाग्यो भने भिडियोलाई लाइक गरी हौसला स्वरूप आफ्नो मनमा लागेको कमेन्ट गरिदिनु होला र च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। तपाईहरु आउन लागेको जीएम कप र पीएम कपको उपाधि कुन टिमले जितेको हेर्न चाहनुहुन्छ त? कमेन्ट गर्नु है त। जय नेपाल, जय भलिबल।